हेलो नमस्ते सबैजनालाई के छ खबर कस्तो हुनुहुन्छ सबैजना कुशल मङ्गलै हुनुहुन्छ होला यो चिसो चिसो मौसममा सबैजनालाई न्यानो माया है साथीहरू अहिले के यो सामाजिक सञ्जाल कस्तो विकृति भएको के है यहीबाट कति धेरै हामी दिदीबहिनी महिला दिदीबहिनीहरूले राम्रो काम गरेर अगाडि बढेका पनि छौँ यहीबाट महिला दिदीबहिनीहरू जे गरे पनि हुने कि आफ्नो असलियतै नभएको जस्तो कि अस्तित्व नै नभएको जस्तो जस्तो मन लाग्यो त्यस्तो भिडियोहरू बनाएर हाल्ने जस्तो मन लाग्यो त्यस्तो फेरि एउटा छोरी मान्छेले अर्को छोरी मान्छेलाई बोल्नु भएको कि कति नसोच्नु भएको हो कि म पनि छोरी हो म पनि कसैको छोरी हो म आमा हो है म दिदी बहिनी हो यस्तो दिमागमा किन आउँदैन है उहाँहरूको कसैलाई बोल्नुभन्दा अगाडि 10 चोटि सोच्नुहोस् कि तपाईँ पनि एउटा छोरी मान्छे हो छोरी मान्छेको खुट्टा यहाँ यो सामाजिक सञ्जालमा छोरी मान्छेले नै तान्नु भयो कोही प्रगति गरेको कोही अगाडि बढेको देखि नै सक्नु भएको छैन कि त्यस्तो चाहिँ कसैले कसैलाई नगरौँ सबैले सबैलाई सम्मान गरौँ धन्यवाद।